शिक्षणलाई अझै प्रभावकारी बनाउन सकिन्छ होला त? के त्यस्तो तरिका छ? छ। आज हामी यस्तै एउटा शक्तिशाली र सहयोगात्मक अभ्यासको बारेमा कुरा गर्दैछौँ, जसलाई पाठ अध्ययन वा लेसन स्टडी भनिन्छ। आउनुहोस् यसमा गहिरिएर हेरौँ। यो प्रश्न सायद हरेक शिक्षकको मनमा खेल्छ होला, होइन त? क्लासको हरेक विद्यार्थीले साँच्चै सिकेको छ कि छैन कसरी थाहा पाउने? यो एउटा यस्तो चुनौती हो जुन हामी सबैले हरेक दिन सामना गरिरहेका हुन्छौँ। तर एकछिन सोचौँ त, यदि यो चुनौतीलाई हामीले व्यक्तिगत समस्या भनेर होइन कि एउटा साझा अवसरको रूपमा हेर्यौँ भने के होला? हो, पाठ अध्ययनले ठिक यही सोचलाई अगाडि बढाउँछ। यहाँ के हुन्छ भने व्यक्तिगत चुनौतीहरू मिलेर सामूहिक समाधानमा बदलिन्छन्। ल, आजको यो चर्चामा हामी के हेर्छौँ त? सबैभन्दा पहिले यही साझा चुनौतीको कुरा गरौँला। त्यसपछि पाठ अध्ययन भनेको के हो भनेर बुझ्नेछौँ र अन्त्यमा यसका मुख्य चरणहरू मतलब योजना, कार्यान्वयन अनि प्रतिबिम्बन र सुधारको पूरा प्रक्रियालाई नै केलाउनेछौँ। ल, त्यसो भए अब लागौँ त्यही साझा चुनौतीको समाधानतर्फ। आखिर यो पाठ अध्ययन भनेको के रहेछ त? बुझौँ न। सिधा भाषामा भन्नुपर्दा पाठ अध्ययन एउटा यस्तो अभ्यास हो जहाँ शिक्षकहरू एक्लै होइन, सँगै मिलेर काम गर्छन्। यसको मुख्य उद्देश्य के हो भने विद्यार्थीहरूले सिक्न कहाँनिर गाह्रो मानिरहेका छन् त्यो पत्ता लगाउने र त्यसलाई समाधान गर्न शिक्षण विधिहरूमा एकदमै व्यवस्थित तरिकाले सुधार ल्याउने। यो पुरै प्रक्रिया नै सहयोगात्मक हुन्छ। यो अवधारणाको सुरुवात चाहिँ जापानबाट भएको हो। त्यहाँ यसलाई जुग्यो केन्क्यो भनिन्थ्यो। अनि हेर्नुस् न, त्यही अवधारणा बिस्तारै विश्वभरि फैलियो अनि अङ्ग्रेजीमा लेसन स्टडी र नेपालीमा पाठ अध्ययन भनेर चिनिन थाल्यो। यसको यो विश्वव्यापी यात्राले नै देखाउँछ कि यो कति महत्त्वपूर्ण छ। अब पाठ अध्ययनको मुठु नै भनौँ न, यो PDCA चक्र हो। यसमा 4वटा चरणहरू छन्। पहिला योजना बनाउने अर्थात् प्लान, त्यसपछि त्यसलाई कार्यान्वयन गर्ने मतलब डु, अनि अवलोकन र छलफल गर्ने जसलाई चेक भनियो, र अन्तमा सुधार गर्ने अर्थात् एक्सन। यो चक्र एकपटक गरेर सकिने होइन, यो त निरन्तर चलिरहन्छ, किनभने हरेक सुधारले फेरि अर्को नयाँ योजनाको लागि बाटो खोल्छ। ल, अब यो चक्रको पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण चरण योजनाको बारेमा कुरा गरौँ, किनभने एउटा राम्रो पाठको जग बस्ने भनेकै यही चरणमा हो। अब यो योजना चरणमा के हुन्छ त? सबैभन्दा पहिले शिक्षकहरू मिलेर एउटा खास सिकाइ कठिनाइ पत्ता लगाउँछन्। जस्तै एउटा उदाहरण ल्याउँ न, विद्यार्थीहरूलाई गणितको भिन्न मतलब फ्र्याक्सनको कन्सेप्ट किन बुझ्न गाह्रो भइरहेको छ? हो, यस्तो प्रश्न। अनि यही समस्यालाई समाधान गर्न एउटा विस्तृत पाठ्य योजना बनाइन्छ। यो बनाउँदा उनीहरूले आफ्ना अनुभवहरू साटासाट गर्छन्, कहिलेकाहीँ त अभ्यास पाठ पनि गर्छन् र सबैको फिडब्याकको आधारमा पाठ्य योजनालाई अझै राम्रो, अझै परिष्कृत बनाउँछन्। ल, योजना त तयार भयो। अब पालो आयो दोस्रो चरणको। यो चरणमा त्यो मेहनतले बनाएको योजनालाई वास्तविक कक्षाकोठामा लागू गरिन्छ। यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। पाठ पढाउने शिक्षकको ध्यान त पाठ्य योजनालाई राम्ररी लागू गर्नमा हुन्छ, तर जुन अरू शिक्षकहरूले अवलोकन गरिरहेका हुन्छन् नि, उनीहरूको ध्यान शिक्षकमाथि हुँदैन। उनीहरूको ध्यान त विद्यार्थीहरूमाथि हुन्छ। विद्यार्थीले के सिकिरहेका छन्, कसरी सिकिरहेका छन्, कहाँनिर उनीहरू अल्मलिए, कुन बेला उनीहरूको अनुहारमा बल्ल बुझे भन्ने भाव देखियो। हो, अवलोकनको केन्द्रमा यस्तै कुराहरू हुन्छन्। अब हामी पुग्यौँ अन्तिम 2 चरणहरूमा, प्रतिबिम्बन र सुधार। यिनीहरूलाई सँगै हेरौँ, किनभने अवलोकनबाट जे देखियो नि त्यसलाई दिगो सुधारमा बदल्ने काम हुने भनेकै यही हो। पाठ सकिएपछि हुने छलफलको केन्द्रमा एउटै मुख्य प्रश्न हुन्छ। हामीले जे देख्यौँ त्यसको आधारमा शिक्षण र सिकाइलाई अझै राम्रो बनाउन के गर्न सकिन्छ होला? यो छलफल कसरी अघि बढ्छ त? सुरुमा पाठ पढाउने शिक्षकले आफ्नो अनुभव सुनाउनुहुन्छ। त्यसपछि अवलोकन गर्नेहरूले विद्यार्थीको सिकाइमा केन्द्रित भएर आफ्ना कुरा राख्छन्, वैकल्पिक सुझावहरू दिन्छन्। प्रधानाध्यापकको प्रतिक्रियालाई पनि यसमा समेटिन्छ र अन्त्यमा सबैजना मिलेर पाठका राम्रा पक्ष के थिए र अब सुधार गर्नुपर्ने ठाउँ कहाँ छ भनेर एउटा सूची नै बनाउँछन्। र यो सबैको अन्तिम लक्ष्य अर्थात् सुधार चरणको लक्ष्य 2टा हुन्छ। पहिलो त छलफलबाट आएका सुझावहरूलाई लिएर त्यो सुरुको पाठ्य योजनालाई अझै राम्रो बनाउने, र दोस्रो जुन निकै महत्त्वपूर्ण छ त्यो हो त्यहाँबाट सिकेका कुराहरू हरेक शिक्षकले आफ्नो कक्षामा पनि लागू गर्ने।
यो भनाइले पाठ अध्ययनको सारलाई कति राम्ररी समेट्छ है। पाठ अध्ययन एक पटक मात्र हुने गतिविधि होइन, यो त शिक्षण र सिकाइमा सुधार ल्याउने एउटा निरन्तर प्रक्रिया हो। यो कहिल्यै नरोकिने चक्र हो। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। सोचौँ त, यदि यस्तो अभ्यासलाई हाम्रो आफ्नो विद्यालयमा हाम्रो सन्दर्भमा लागू गर्ने हो भने यसले सिकाइमा कस्तो र कत्रो परिवर्तन ल्याउन सक्ला।